ताम्लिङ र सिमलिङ यक। ताम्लिङ यक छथर जोरपाटी गाउँपालिका वडा नम्बर 4 मा रहेको छ। यो यक लिम्बू राजा हपेरुहाङले राज्य गरेको स्थान मानिन्छ। उनैका 3 भाइ छोराहरू थोक्लेन, आङ्ला र तुम्बाम्फेहरूका गढको रूपमा यहाँ बलि पूजा गर्ने र नगर्ने 2वटा ढुङ्गाको स्तम्भ राखिएको छ। यी स्तम्भमा हरेक वर्ष चैत्र पूर्णिमामा ढोलनाच र 3 दिनसम्म रगरगे मेला लाग्ने गर्दछ। यो स्थान नजिकै सिमलिङ यक रहेको छ। सिमलिङ यकलाई आङ्लाहरूले उद्गम थलोको रूपमा मान्ने गरेका छन्। पर्यटकीय रूपमा विकास गर्न पालिकाले यो स्थानको संरक्षण गरेको छ। यो स्थान अमरचोकबाट करिब 500 मिटरको दूरीमा रहेको छ। पाथिभरा तिलेश्वर मन्दिर र त्रिवेणी। पाथिभरा क्षेत्र गाउँपालिकाको वडा नम्बर 4 मा रहेको छ। यो एक धार्मिक सँगै पर्यटकीय गन्तव्य हो। मध्य पहाडी लोकमार्गको जोरपाटी बजारबाट 14 किलोमिटर तथा लामिछाने डाँडाबाट 3 किलोमिटर दक्षिणमा पर्दछ। पाथिभरा डाँडामा कालिका मन्दिर रहेको छ। यो स्थानबाट पहरा, तमोर नदी र नदी किनारका फाँटहरूको दृश्य हेर्न सकिन्छ। तेलियामा तेलमा पकाएको तेली इँटबाट निर्माण गरिएको करिब 400 वर्ष पुरानो तिलेश्वर मन्दिर छ। यो मन्दिर धनकुटा तेलिया सडकसँगै रहेको छ। यहाँ तिलेश्वर मन्दिर दर्शनसँगै विभिन्न शैली तथा पुराना कलाकृति देख्न पाइन्छ। यही मन्दिरकै नामबाट यसको नाम तेलिया रहन गएको विश्वास गरिन्छ। तिलेश्वर मन्दिर नजिकै एक शिव मन्दिर समेत निर्माण गरिएको छ। त्यस्तै त्रिवेणी धाम गाउँपालिकाको तेलिया खोला, चौबिसे गाउँपालिकाको छरुवा खोला र तमोर नदीको सङ्गम स्थलमा रहेको छ। विभिन्न धर्मग्रन्थमा उल्लेख भए अनुसार यो स्थान पुण्य भूमिको रूपमा रहेको छ। यो वडामा रहेको सिद्धि ओडार अर्को पर्यटकीय गन्तव्य हो।